गाइस सबैलाई नमस्कार। के कस्तो छ तपाईँहरूको खबर होइन? अब मटर पनिरको ग्रेभी बनाउँदैछु। मटर पनिरको लागि ग्रेभी एकदम तयार गर्दैछु। यो चाहिँ अब बिस्तारै पाक्दैछ। यसको रोगन मजाले मिसिनुपर्छ अनि राम्रो हुन्छ। यता दालको लागि दाल झान्दैछु। दाल झान्नको लागि होइन काम फटाफट काम गर्न धेरै गाह्रो छ। सबैले सजिलो काम हुन्छ र दाल मजाबाट झान्दैछु। यता सबै फ्राई भइसकेको छ। उता गएर सर उहाँ आलु फ्राई गरेर टक्क राख्नु भएको छ। यहाँ माछाहरू टक्क फ्राई भएको छ। यहाँ बुद्ध दादा टक्क पकौडा मुस्दै हुनुहुन्छ होइन दादा? दादा कस्तो मामा कस्तो फिल भएको छ मामा? यसलाई पकौडा भन्दैन। के भन्छ मामा? दिस इज द भेज फिटर्स। हो भेज सरी इङ्ग्लिस मस धेरै या त्यो गाइस यति छ है। मटर पनि माल भइसकेको छ। हेर्नुहोस् कस्तो छ के छ प्रतिक्रिया दिनु होला हजुरहरूले। बिस्तारै बनाइरहेको छु। उता अब काम कस्तो हुन्छ त्यस्तै छ। चलिरहेको चलाउनु पर्छ होइन। काममै अब काम भयो बेला गर्ने हो। लास्टमा हिँड्ने सुरक्षित तरिकाले भन्नुपर्दा धेरै गाह्रो छ। तपाईँहरूलाई पनि काम गर्न चाहनुहुन्छ भने यता सुबश्री बेङ्गलोरतिर आएर यसो काम गर्न सक्नुहुन्छ। के गर्नु अब सबै सजिलो कहाँ हुन्छ र काम गरेर। पछि नेक्स्ट भिडियो अब दाल भइसकेपछि दाल र मटर भनेपछि तपाईँलाई म नेक्स्ट पार्टमा देखाउँछु। अहिलेलाई चाहिँ अब म यहाँ टक्क हुनु लाग्यो ब्राउन भइसकेपछि टक्क तपाईँको यो ब्राउन भइसकेपछि टक्क फ्राई दाल टक्क झान्छ। दाल एकदम रेडी पोजिसनमा राखेको छु मैले। ल अहिलेलाई चाहिँ बाई बाई।